डियर अल द भ्युअर्स, वेलकम टु माई युट्युब च्यानल मिसन टिएससी एन्ड पिएससी। आजको यो भिडियोमा मैले त्रिवी सेवा आयोगमा उपप्राध्यापकलाई सोधेको प्रश्नलाई सल्भ गर्न गइरहेको छु। यो पत्र 2082 साल पुसको 10 गते इन्जिनियरिङ संस्थानतर्फका उपप्राध्यापकहरूको परीक्षामा सोधिएको थियो। पहिलो पत्रको पहिलो खण्ड अर्थात् एप्टिट्युड टेस्ट अर्थात् अभिक्षमता परीक्षणमा यो प्रश्न सोधिएको थियो। क्वेसन नम्बर 1 यस प्रकार रहेको छ, व्हिच अफ द फलोइङ बेस्ट डिस्क्राइब्स द रोल अफ मोनिटरिङ इन द पब्लिक पोलिसी साइकल। तलका मध्ये कुन परिभाषाले चाहिँ मोनिटरिङलाई परिभाषित गर्छ, जुन चाहिँ पब्लिक पोलिसी साइकलमा सार्वजनिक नीति निर्माणमा मोनिटरिङ भन्नाले केलाई जनाउँछ। यसको सही उत्तर रहेको छ एसेसिङ द अनगोइङ ट्र्याकिङ अफ प्रोग्रेस, रिसोर्स युज एन्ड कम्प्लायन्स ड्युरिङ पोलिसी इम्प्लिमेन्टेसन। Question number 2. What is the primary means of livelihood traditionally for the Tharu community in Nepal related to their economic and social lifestyle? तलका मध्ये कुन चाहिँ थारू जातिहरूको जीवनशैलीको प्रमुख आधार हो भनेको छ। यसको करेक्ट आन्सर हो अप्सन डी, एग्रिकल्चर एन्ड फरेस्ट बेस्ड प्रोडक्ट। Question number 3. How does the proportional representation PR principle allocate seats in an election? नेपालको निर्वाचन प्रणालीमा समानुपातिक तर्फका सिटहरू कसरी बाँडफाँड गरिन्छ भनिएको छ। करेक्ट आन्सर हो यसको अप्सन बी, सिट्स आर डिस्ट्रिब्युटेड बेस्ड अन द प्रोपोर्सन अफ भोट्स इच पार्टी रिसिभ्स अकर्डिङ टु प्री डिफाइन्ड रुल्स। यसमा सम्पूर्ण देशलाई एउटै निर्वाचन क्षेत्र मानिन्छ र जुन पार्टीले धेरै भोट प्राप्त गर्यो त्यसमा यो समानुपातिक सिटको सङ्ख्याले भाग गरेर अनि दिइन्छ। क्वेसन नम्बर 4. द इनर्जी सोर्स द्याट प्राइमरीली ओरिजिनेट्स फ्रम द हिट स्टोर्ड बिनिथ द अर्थ क्रस्ट इज क्लासिफाइड एज ड्यास इनर्जी भनेको छ। पृथ्वीको सतह मुनि जुन तापको रूपमा जम्मा भएको ऊर्जाको स्रोत हुन्छ त्यसलाई के भनिन्छ। यसको करेक्ट आन्सर हो जियोथर्मल इनर्जी। क्वेसन नम्बर 5. अ मेजर च्यालेन्ज टु सस्टेनेबल डेभलपमेन्ट इन नेपाल इज द हेभी रिलायन्स अन ट्रेडिसनल बायोमास फर इनर्जी। वाट इज द प्राइमरी नेगेटिभ कन्सिक्वेन्स। नेपालमा ऊर्जाको स्रोतको रूपमा मुख्य गरी बायोमास, दाउरा आदि प्रयोग गरिन्छ। यसले गर्दा दिगो विकासमा कस्तो खालको असर गर्छ र किन भनेको छ। करेक्ट आन्सर हो अप्सन सी, इन्डोर एयर पोल्युसन एन्ड एसोसिएटेड रेस्पिरेटरी डिजिजेज एलोङ विथ इन्भाइरोमेन्टल इम्प्याक्ट्स। क्वेसन नम्बर 6. एयर पोल्युसन इज अ क्रस कटिङ इस्यु द्याट इम्प्याक्ट्स द अचिभमेन्ट अफ मल्टिपल एसडिजिज। Which of the following best describes a primary link between reducing air pollution and achieving SDGs? अर्थात् वायु प्रदूषण एक बहुआयामिक समस्या हो जसले गर्दा धेरै दिगो विकासका लक्ष्यहरूको उपलब्धिमा असर गर्छ। वायु प्रदूषण घटाउने र एसडिजी 15 लाइफ अन ल्यान्ड हासिल गर्ने बीचको मुख्य सम्बन्धलाई तलका मध्ये कुनले सबैभन्दा राम्रोसँग वर्णन गर्छ भनिएको छ। यसको करेक्ट आन्सर हो अप्सन डी, इट हेल्प्स द्याट क्लिन एयर रिड्युसेस एसिड रेन which damages forest and aquatic ecosystems. Question number 7. Which of the following is a major consequence of deforestation? वन विनाशले निम्त्याउने सबैभन्दा ठुलो समस्या तलका मध्ये कुन हो भनेको छ। करेक्ट आन्सर हो अप्सन ए, लस अफ बायोडाइभर्सिटी अर्थात् जैविक विविधतामा कमी हुँदै जान्छ। क्वेसन नम्बर 8. Which human activity is most directly responsible for the loss of biodiversity? जैविक विविधतामा कमी हुनुको प्रमुख कारण के हो भनेको छ। माथि 7 नम्बरमा जस्तै यसको मुख्य कारण हो डिफोरेस्टेसन अर्थात् वन विनाशले गर्दा जैविक विविधतामा कमी हुन्छ। क्वेसन नम्बर 9. सोसल नेटवर्क्स ह्याभ बिकम अ मेन सोर्स अफ इन्फर्मेसन, द मेजर च्यालेन्ज इज। सामाजिक सञ्जालको मुख्य च्यालेन्ज के हो त। यसको करेक्ट आन्सर हो अप्सन ए, प्राइभेसी एन्ड पर्सनल सेक्युरिटी। यो व्यक्तिगत कुराहरू लिक हुने र पर्सनल सेक्युरिटीमा समस्या हुने यो चाहिँ मेन। क्वेसन नम्बर 10. आफ्टर कोभिड-19 द मेन स्ट्रिम मोड अफ एजुकेसन इज मोस्ट लाइकली ड्यास भनेको छ। यो कोभिड-19 कोरोना महामारीपछि शिक्षण संस्थाहरूले पठन पाठनको मुख्य माध्यम के गरेका छन्। यसको करेक्ट आन्सर हो अप्सन ए, अनलाइन। डिस्टेन्स त धेरै पहिलेदेखि नै थियो, यो भएन। क्वेसन नम्बर 11. विच प्लेटफर्म इज मोस्ट कमनली युज्ड बाई एजुकेसनल इन्स्टिट्युसन्स। शैक्षिक संस्थाहरूले सबैभन्दा प्रयोग गरिएको शिक्षणको प्लेटफर्म कुन हो भनेको छ। यसको करेक्ट आन्सर हो मुडल। क्वेसन नम्बर 12. डिजिटल कम्पिटेन्सी डिनोट्स द युज अफ आइसिटी इन अ ड्यास म्यानर। यो डिजिटल कम्पिटेन्सी भनेको के हो। क्रिएटिभ, सेफ एन्ड क्रिटिकल तरिकाले राम्रो सदुपयोग गर्नु यो अनलाइन प्लेटफर्महरूको लाई भनिन्छ डिजिटल कम्पिटेन्सी। क्वेसन नम्बर 13. वाट इज अ डिजिटल फुटप्रिन्ट। डिजिटल फुटप्रिन्ट भन्नाले केलाई बुझिन्छ। जसरी हामी विभिन्न सामाजिक सञ्जालहरू, विभिन्न प्लेटफर्महरू, अनलाइनमा हामी आइडी बनाउँछौँ, विभिन्न मेटेरियलहरू अपलोड गर्छौँ, आफ्नो बारेमा इन्फर्मेसनहरू, जानकारीहरू त्यहाँ हामीले छोडेका हुन्छौँ, विभिन्न फोटो भिडियोहरू अपलोड गरेका हुन्छौँ, यसैलाई नै भनिन्छ डिजिटल फुटप्रिन्ट। यसको करेक्ट अप्सन हो नम्बर ए,
डिजिटल म्याटेरियल्स अफ द युजर्स। क्वेसन नम्बर 14 जोटेरो एन्ड नोड पेपरपल एन्ड ट्रेलो चाहिँ के हुन्? यसको करेक्ट आन्सर हो डिजिटल रिसर्च। क्वेसन नम्बर 15 यु क्यान युज पब्लिकली एक्सेसिबल म्याटेरियल्स एट नो कस्ट। यदि कुनै अनलाइन सामग्रीहरू कस्ता सामग्रीहरू हामी फ्रीली बिना पैसा तिरेर प्रयोग गर्न सक्छौँ? करेक्ट आन्सर इज अप्सन ए इफ दे आर एभाइलेबल अन्डर एन ओपन लाइसेन्स। यदि यिनीहरू फ्री रूपमा ओपन रूपमा बिना कुनै कपिराइट उपलब्ध छन् भने हामी ती सामग्रीहरूलाई प्रयोग गर्न सक्छौँ। अदरवाइज प्लेजरिजम हुन्छ अथवा इन्टेलेक्चुअल प्रोपर्टीको भायोलेसन हुन्छ। क्वेसन नम्बर 16 वाइ इज आइसिटी युज इम्पोर्टेन्ट इन हायर एजुकेसन। उच्च शिक्षामा आइसिटीको प्रयोग गर्नुको फाइदा के हो त? करेक्ट आन्सर इज अप्सन बी प्रोभाइडिङ एक्सेस टु निडेड इन्फर्मेसन। यो जानकारीहरूमा सूचनामा पहुँच हुन्छ, यो नै करेक्ट आन्सर हो। क्वेसन नम्बर 17 अन्डर आर्टिकल 31 राइट टु एजुकेसन अफ द कन्स्टिट्युसन अफ नेपाल एभ्री नेपाली सिटिजन स्याल ह्याभ द राइट टु व्हिच लेभल अफ कम्पलसरी एन्ड फ्री एजुकेसन। नेपालको संविधानको धारा 31 शिक्षाको अधिकार अन्तर्गत कुन तहसम्मको शिक्षालाई फ्री र अनिवार्य, कुन तहसम्म चाहिँ अनिवार्य भनिएको छ? यसको करेक्ट आन्सर हो अप्सन बी एजुकेसन अप टु द बेसिक लेभल स्याल बी फ्री एन्ड कम्पलसरी एन्ड एजुकेसन अप टु द सेकेन्डरी लेभल स्याल बी फ्री। अर्थात् 1 देखि 8 सम्म आधारभूत तहमा निःशुल्क र अनिवार्य र माथिल्लो तहमा माध्यमिक तहमा निःशुल्क शिक्षा तर अनिवार्य चाहिँ छैन। अकर्डिङ टु द कन्स्टिट्युसन अफ नेपाल हायर एजुकेसन फल्स अन्डर विच एक्सक्लुसिभ पावर। नेपालको संविधान अनुसार उच्च शिक्षा कुन सरकारको मातहतमा छ? यसको करेक्ट आन्सर हो अप्सन डी फेडरल गभर्मेन्ट अर्थात् सङ्घीय सरकारको मातहतमा। क्वेसन नम्बर 19 वाट वाज द अब्जेक्टिभ अफ इस्टाब्लिसिङ द युनिभर्सिटी ग्रान्ट कमिसन युजिसी। नेपालमा विश्वविद्यालय अनुदान आयोग स्थापना गर्नुको मुख्य उद्देश्य के हो? यसको करेक्ट आन्सर हो अप्सन ए अर्थात् माथि दिएका आई र आइआई नम्बर चाहिँ सही हुन्। टु एलोकेट एन्ड डिस्ट्रिब्युट ग्रान्ट्स रिसिभ्ड फ्रम भेरियस सेक्टर्स फर द अपरेसन एन्ड डेभलपमेन्ट अफ युनिभर्सिटिज। विश्वविद्यालयहरूको सञ्चालन र विकासको लागि अनुदान बाँड्नु यो पनि सही उत्तर हो र अप्सन आइआईमा रहेको छ टु डिटरमाइन एकाडेमिक स्ट्यान्डर्ड्स अफ युनिभर्सिटिज एन्ड इन्करेज द प्रोभिजन्स अफ क्वालिटी एजुकेसन। र ती युनिभर्सिटीहरूमा उनीहरूको क्वालिटी मेन्टेन गर्नु, उनीहरूको गुणस्तर निर्धारण गर्नु, मेन्टेन गर्नु पनि यसको मुख्य कार्य हो। यो दुईवटा अप्सन आई र आइआई करेक्ट छन्। थर्डमा रहेको टु म्यानेज हायर एजुकेसन एन्ड अपरेट युनिभर्सिटी छ, यो चाहिँ होइन। क्वेसन नम्बर 20 द स्ट्र्याटेजी टु इन्करेज एक्जिस्टिङ युनिभर्सिटिज इन कोअर्डिनेसन विथ प्रोभिन्सेस टु एन्ड अपरेट एज प्रोभिन्सियल युनिभर्सिटिज इफ दे सो विस इज मेन्सन इन विच नेसनल डकुमेन्ट। यदि वर्तमान विभिन्न क्याम्पस अथवा विश्वविद्यालयहरूलाई प्रदेश सरकारले आफ्नो मातहतमा चलाउन चाहेमा उनीहरूले हस्तान्तरण गर्ने भनेर कुन तलको डकुमेन्टमा उल्लेख गरिएको छ भनेको छ? यसको करेक्ट आन्सर हो अप्सन डी 15th प्लान 15औँ आवधिक योजनामा उल्लेख गरिएको छ जुन 2076-77 देखि 80-81 सम्म कार्यान्वयनमा रह्यो। क्वेसन नम्बर 21 विच डकुमेन्ट फर्स्ट इन्ट्रोड्युस द कन्सेप्ट अफ मल्टी युनिभर्सिटी इस्टाब्लिसमेन्ट इन नेपाल एडिटिङ त्रिभुवन युनिभर्सिटिज एक्सक्लुसिभ रेस्पोन्सिबिलिटी एन्ड अथोरिटी ओभर हायर एजुकेसन। नेपालमा कुन आयोगले बहु विश्वविद्यालयको धारणालाई अगाडि बढाएको थियो? यसको करेक्ट आन्सर हो अप्सन ए रोयल हायर एजुकेसन रिपोर्ट 2040। शाही उच्च शिक्षा आयोगको रिपोर्ट 2040ले यो सिफारिस गरेको थियो। क्वेसन नम्बर 22 अकर्डिङ टु टियु अटोनोमी रुल्स 2062 हु अपोइन्ट्स द चेयरपर्सन अफ एन अटोनोमस क्याम्पस म्यानेजमेन्ट कमिटी। तलका मध्ये कसले चाहिँ आङ्गिक क्याम्पसको व्यवस्थापन समितिको अध्यक्षलाई नियुक्त गर्छ भनिएको छ? यसको करेक्ट आन्सर हो भाइस चान्सलर अर्थात् उपकुलपतिले। क्वेसन नम्बर 23 विच डिस्ट्रिक्ट इज इन्क्लुडेड अन्डर द 4% ब्याकवर्ड एरिया रिजर्भेसन कोटा फर लेक्चरर्स। तलका मध्ये कुन चाहिँ जिल्ला पिछडिएको कोटामा पर्ने जिल्लामा पर्दछ? अछाम हो यसको करेक्ट आन्सर। क्वेसन नम्बर 24 विच बडी अफ टियु रेकमेन्ड्स द अपोइन्टमेन्ट अफ डिन। डिनको नियुक्ति कसले सिफारिस गर्छ भनेको छ? यसको करेक्ट आन्सर हो एक्जिक्युटिभ काउन्सिल अर्थात् कार्यकारी परिषद। क्वेसन नम्बर 25 इन टियु हु डिटरमाइन्स द टाइप अफ एक्जामिनेसन। परीक्षाको प्रकृति कसले निर्धारण गर्छ भनेको छ? यसको करेक्ट आन्सर हो एकाडेमिक काउन्सिल प्राज्ञिक परिषदले। क्वेसन नम्बर 26 द मेन अब्जेक्टिभ अफ इस्टाब्लिसिङ त्रिभुवन युनिभर्सिटी इन 1959 वाज। त्रिभुवन विश्वविद्यालय स्थापना गर्नुको प्रमुख उद्देश्य के थियो? करेक्ट अप्सन इज बी प्रोमोसन अफ हायर एजुकेसन एन्ड रिसर्च। नेपालमा उच्च शिक्षा र
यो रिसर्च अनुसन्धानलाई प्रवर्धन गर्नु मुख्य उद्देश्य थियो। क्वेसन नम्बर 27 अकर्डिङ टु कन्स्ट्रक्टिभिस्ट पेडागोजी लर्निङ इज बेस्ट अचिभ्ड थ्रु। यो निर्माणवादी सिकाइ सिद्धान्त अनुसार कसरी सिकाइ हुन्छ भनिएको छ। करेक्ट अप्सन इज सी एक्टिभ इङ्गेजमेन्ट एन्ड बिल्डिङ नलेज। सक्रिय रूपमा सिकाइहरू सहभागी भयो भने ज्ञान निर्माण हुन्छ। क्वेसन नम्बर 28 विच क्वालिटी इज एसेन्सियल फर टिचर्स इन हायर एजुकेसन। उच्च शिक्षामा शिक्षकमा हुनुपर्ने गुण कुन हो। करेक्ट अप्सन इज डी फोकस अन रिसर्च एन्ड इन्भेस्टिगेसन। यो अनुसन्धानात्मक कार्यमा शिक्षक चाहिँ अगाडि हुनुपर्छ। क्वेसन नम्बर 29 एसर्सन एन्ड रिजन। यहाँ भनाइ र तर्कसँग सम्बन्धित छ। भनाइरहेको छ टिचिङ इन हायर एजुकेसन रिक्वायर्स प्रोफेसनल सोसल एन्ड इन्डिभिजुअल क्वालिटिज। उच्च शिक्षामा शिक्षकमा पेसागत सामाजिक र व्यक्तिगत गुणहरू हुनुपर्छ भनिएको छ र यसको रिजनमा छ दिस क्वालिटिज हेल्प म्यानेज क्लासरुम्स एन्ड गाइड लर्निङ। यहाँ अघिल्लो भनाइ पनि ठिक हो र दोस्रो भनाइ जुन रिजन छ यसले अघिल्लो भनाइलाई सपोर्ट गरिरहेको छ, त्यसैले करेक्ट आन्सर अप्सन ए हो। बोथ ए एन्ड आर ट्रु, दुइटै सही हो। एन्ड आर एक्सप्लेन्स ए, आरले एलाई सपोर्ट गरिरहेको छ। क्वेसन नम्बर 30 विच अफ द फलोइङ क्यारेक्टरिस्टिक्स इज मस्ट कन्सिस्टेन्ट विथ द प्रोग्रेसिभ टिचिङ अप्रोच। तलका मध्ये कुन भनाइ चाहिँ प्रगतिवादी सिकाइसँग मिल्छ। करेक्ट आन्सर इज एक्टिभ स्टुडेन्ट पार्टिसिपेसन। क्वेसन नम्बर 31 विच इज अ प्रोफेसनल क्वालिटी एसेन्सियल फर हायर एजुकेसन टिचिङ। उच्च शिक्षामा आवश्यक गुण चाहिँ हो रिसर्च ओरिएन्टेसन, अनुसन्धान केन्द्रित। क्वेसन नम्बर 32 विच अफ द फलोइङ इज द क्यारेक्टरिस्टिक अफ द प्रब्लम सल्भिङ मेथड। समस्या समाधान केन्द्रित विधिको विशेषता कुन हो। क्वेसन नम्बर 32 को अप्सन हो करेक्ट आन्सर सी स्टुडेन्ट प्र्याक्टिसेस टु फाइन्ड अ सोल्युसन फ्रम द गिभन प्रब्लम। विद्यार्थीहरूलाई समस्या दिइन्छ र उसले त्यो समाधान गर्न खोज्छ। क्वेसन नम्बर 33 इन विच सिचुएसन इज डायग्नोस्टिक एसेसमेन्ट मोर एप्रोप्रिएट। कस्तो अवस्थामा निदानात्मक मूल्याङ्कन जरुरी हुन्छ। यसको करेक्ट आन्सर हो अप्सन ए टु आइडेन्टिफाई द स्टुडेन्ट्स विकनेस। विद्यार्थीको कमजोरी पत्ता लगाई त्यसलाई निराकरण गर्नको लागि निदानात्मक अथवा उपचारात्मक मूल्याङ्कन गरिन्छ। क्वेसन नम्बर 34 वाइ इज द युज अफ फिडब्याक इन स्टुडेन्ट इभ्यालुएसन इम्पोर्टेन्ट। विद्यार्थी मूल्याङ्कनमा पृष्ठपोषणको जरुरी किन छ। करेक्ट आन्सर इज अप्सन डी टु प्रोभाइड गाइडेन्स टु इम्प्रुभ लर्निङ। सिकाइलाई सुधार गर्नको लागि यो जरुरी छ। क्वेसन नम्बर 35 विच अफ द फलोइङ इज द की टु ओरल कम्युनिकेसन। मौखिक सञ्चारको मुख्य चिज के हो। करेक्ट अप्सन इज सी स्पिच हो यसको करेक्ट आन्सर। क्वेसन नम्बर 36 वाट इज द मिनिङ अफ डिकोडिङ इन कम्युनिकेसन। सञ्चारमा डिकोडिङको अर्थ के हो। यसको करेक्ट अप्सन हो ए इन्टरप्रेटिङ द मेसेज। क्वेसन नम्बर 37 विच अफ द फलोइङ इज नट कम्युनिकेटिभ फङ्सन अफ ल्याङ्ग्वेज। भाषाको कार्य तलका मध्ये कुन होइन। करेक्ट अप्सन इज सी मेटाफिजिकल फङ्सन। क्वेसन नम्बर 38 व्हेन डज द क्लासरुम कम्युनिकेसन बिकम मस्ट इफेक्टिभ। कक्षामा गरिने सञ्चार कतिखेर प्रभावकारी हुन्छ। करेक्ट आन्सर इज अप्सन सी ड्युरिङ रिसिभिङ एन्ड पार्टिसिपेटिङ। जब विद्यार्थीहरूले ग्रहण गर्छन् र आफू पनि बोल्छन् सहभागी हुन्छन् भने यो प्रभावकारी हुन्छ। करेक्ट क्वेसन नम्बर 39 रिसर्च कन्डक्टेड टु फुलफिल द रिक्वायरमेन्ट फर अ पार्टिकुलर एकाडेमिक डिग्री इज क्लासिफाइड एज बेस्ड अन विच टाइप अफ क्लासिफिकेसन। यदि कुनै पनि तहको डिग्री हासिल गर्नको लागि विश्वविद्यालयमा गरिने रिसर्चलाई भनिन्छ एकाडेमिक रिसर्च। अप्सन सी करेक्ट आन्सर। क्वेसन नम्बर 40 अमङ द कम्पेरेटिभ स्टडी डिजाइन्स युज्ड इन रिसर्च विच डिजाइन कम्पेयर्स अन द बेसिस अफ द हिस्टोरिकल डेभलपमेन्ट अफ नेसन्स सोसल लाइफ। यसको करेक्ट अप्सन हो ए पेरिस जर्मन मोडेलले चाहिँ माथि भनिएको रिसर्च डिजाइनलाई फलो गर्छ। क्वेसन नम्बर 41 व्हेन अ रिसर्चर सेलेक्ट्स अ स्याम्पल बेस्ड अन पर्सनल रिसर्च रिक्वायरमेन्ट सच एज स्याम्पलिङ मेथड इज कल्ड पर्पसिभ स्याम्पलिङ। आफूलाई आवश्यक परेको डाटा सङ्कलनको लागि मात्रै स्याम्पलिङको आकार पपुलेसन उसले छनौट गर्छ भने पर्पसिभ स्याम्पलिङ भनिन्छ। क्वेसन नम्बर 42 वाट टाइप अफ क्वेसनर इज युज टु अन्डरस्ट्यान्ड द भ्युज अप्सन्स एन्ड एटिट्युड अफ रेस्पोन्डेन्ट्स। अनुसन्धानमा सहभागी व्यक्तिहरूको व्यक्तिगत धारणा र विचारलाई संलग्न गर्नु छ भने कस्तो खालको हामीले प्रश्न निर्माण गर्नुपर्छ। करेक्ट आन्सर इज अप्सन सी अनस्ट्रक्चर्ड अर्थात् ओपन एन्डेड क्वेसनहरू डब्ल्युएच क्वेसनहरू सोध्नुपर्छ। क्वेसन नम्बर 43 विच ग्रुप अफ स्कलर्स फोकसेस ओन्ली अन फर्मुलेटिङ थियोरिज एन्ड कन्क्लुजन rather than on exploration process such as data collection, classification and analysis. Correct answer is option A Noam Chomsky and his followers. Question number 44 to avoid conflict of interest in the peer review research paper which of the following individuals should not act as a reviewer. तलका मध्ये कस्तो अवस्थामा रिभ्युअरले यो कन्फ्लिक्ट अफ इन्ट्रेस्टबाट आफू बच्नको लागि कस्तो खालको व्यक्तिको रिभ्यू गर्नु हुँदैन पियर रिभ्यू
रिसर्च पेपरमा भनिएको छ। करेक्ट आन्सर इज अप्सन सी, ह्याभिङ इमिडिएट स्टुडेन्ट एज रिसर्चर। आफ्नै विद्यार्थी रिसर्चर छ भने टिचरले त्यसको रिभ्युअर बन्नु हुँदैन। क्वेसन नम्बर 45, वाट इज द डिफरेन्स बिट्विन रिसर्च मेथड एन्ड रिसर्च मेथडोलोजी? यो मेथड र मेथडोलोजीमा के फरक छ त? करेक्ट आन्सर इज अप्सन बी, व्हेन द फिलोसोफिकल एस्पेक्ट्स आर लिङ्क्ड इट बिकम्स मेथडोलोजी। Question number 46. Under the structure of a research thesis, what elements are included in the introduction chapter? थेसिसमा इन्ट्रोडक्सन च्याप्टरमा समावेश हुनुपर्ने तत्त्वहरू के हुन्? करेक्ट आन्सर इज अप्सन सी, इन्ट्रोडक्सन, स्टेटमेन्ट अफ द प्रब्लम, रेसनली अफ द स्टडी, रिसर्च अब्जेक्टिभ, रिसर्च क्वेसन, रिसर्च लिमिटेसन एन्ड थेसिस फर्मेट चाहिँ समावेश हुनुपर्छ यो इन्ट्रोडक्सन सेक्सनमा। क्वेसन नम्बर 47. टु अभोइड प्लेजारिजम इन रिसर्च वर्क, वाट सुड अ रिसर्चर डु? प्लेजारिजमबाट मुक्त हुनको लागि रिसर्चरले के गर्नुपर्छ? करेक्ट आन्सर इज अप्सन बी, प्याराफ्रेज द आइडियाज अर फ्याक्ट्स अफ प्रिभियस अथर्स इन वन्स ओन ल्याङ्ग्वेज एन्ड प्रोभाइड साइटेसन। क्वेसन नम्बर 48. वाट आर द लङ स्ट्यान्डिङ प्रिन्सिपल्स द्याट आर डिजाइन्ड टु अचिभ इथिकल एन्ड लिगल स्ट्यान्डर्ड्स इन पब्लिसिङ? हामीले प्रकाशनमा जुन नैतिक आचार संहिता पालना गऱ्यौँ भने के हुन्छ त यसको फाइदा? करेक्ट अप्सन इज डी, टु प्रोटेक्ट इन्टेलेक्चुअल प्रपर्टी राइट्स। यसले यो बौद्धिक सम्पत्तिको अधिकारको यो संरक्षण हुन्छ यसले गर्दा। क्वेसन नम्बर 49. द इन्टर रिलेसनसिप बिट्विन द लेजिस्लेचर, एक्जिक्युटिभ एन्ड जुडिसियरी इज बेस्ड अन विच प्रिन्सिपल द्याट इन्स्योर्स अ ब्यालेन्स एन्ड कन्ट्रोल अफ पावर? यो राज्यका मुख्य तीनवटा अङ्गहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बीचको शक्ति सन्तुलन जुन हुन्छ यो कुन सिद्धान्तमा आधारित छ भनेको चाहिँ यसको करेक्ट आन्सर हो बी, प्रिन्सिपल अफ पावर सेपारेसन। शक्ति पृथकीकरणको सिद्धान्त जुन चाहिँ मन्टेस्क्युले अगाडि सारेका थिए यो करेक्ट आन्सर हो। मस्ट लाइकली टु इन्फ्लुएन्स द पोलिसी फर्मुलेसन प्रोसेस बाई प्रोभाइडिङ क्रिटिकल इनपुट्स एन्ड डिफ्रेन्ट पर्सपेक्टिभ्स। तलका मध्ये कुन समूहले नीति निर्माणलाई विभिन्न समालोचनात्मक विचारहरू र राय सल्लाहहरू प्रदान गर्न सक्छन् र नीति निर्माणलाई प्रभावित पार्न सक्छन् भनेको छ? यसको करेक्ट आन्सर हो पोलिसी एनालिस्ट एन्ड इन्ट्रेस्ट ग्रुप्स, अर्थात् नीति निर्माताहरू र सरकारवाला पक्षहरू। यदि तपाईँहरूलाई यो नोटलाई आफू पढ्न चाहनुहुन्छ भने डिस्क्रिप्सन बक्समा दिएको वेबसाइटमा जानुहोला, www.royalzenith.blogspot.com मा गएर पनि यो तपाईँहरूले पढ्न सक्नुहुनेछ। यदि यो भिडियो तपाईँहरूको लागि उपयोगी जस्तो लाग्छ भने तपाईँले यो च्यानललाई सब्स्क्राइब गर्न